हेलो साथीहरू, गुड इभिनिङ। आज एक दिनपछि भिडियो बनाइरहेको छु। किनभने अब के भन्ने जस्तो लागिरहेको थियो। अनि अहिले चाहिँ म चाहिँ स्कुलको भन्दा पनि आउट कुरा भनौँ न, अहिले जुन इन्डियामा जुन प्लेन क्रेस भएको छ त्यसको बारेमा चाहिँ भन्न चाहन्छु। कस्तो है, सुनेरै कस्तो लाग्ने। अब त्यस्तो प्लेन क्रेसको बारेमा सुनेर त अहिले त कोही मतलब मान्छेहरू पनि अब त प्लेनमा जान पनि डराउने हो। अब भनौँ न, पहिला 1-2 वर्ष अगाडि हो कि के हो, अब नेपालमा पनि त्यस्तै दसैँको टाइममा त्यस्तो प्लेन क्रेस भएर कस्तो हो। अब हाम्रो नेपालको कुरा गऱ्यौँ भने त नेपालमा त अब सेकेन्ड ह्यान्ड पनि भन्न पाइँदैन। अब त्यसलाई खोइ कुन चाहिँ ह्यान्ड भन्ने, कुन चाहिँ ह्यान्डको एरोप्लेन बाहिर विदेशदेखि लिएर आएर यहाँ नेपालमा उडाउँछ। अनि त्यता अभियसली त्यता अब क्रेस हुन्छ भन्ने चान्सेस धेरै हुन्छ, किनकि त्यसको पार्ट्सहरू एकदमै धेरै पुरानो भइसकेको हुन्छ, रिपेयर गर्नुपर्छ, कति धेरै काम हुन्छ। र इन्डिया जस्तो ठाउँमा भनौँ न, त्यहाँ त सेकेन्ड ह्यान्ड के न्यू नै भनौँ न, न्यू नै एरोप्लेनहरू हुन्छ। अनि त्यस्तो उनीहरूको त न्यू हुँदा पनि त्यस्तो क्रेस हुने कुरा त कस्तो सुनेरै कस्तो लाग्छ। अनि त्यसमाथि हेर्नु न, कस्तो कस्तो पेसेन्जरहरू त्यसमा थियो। अनि अब फेरि त्यही प्लेन हेर्नु त अब क्रेस भएको भी कस्तो ठाउँमा, मेडिकल कलेजको माथि हो, जहाँ कति स्टुडेन्ट्सहरू खाना खाइराख्नु भएको रहेछ। ओहो, बिचरा उनीहरूको त अब के गल्ती त कसैको पनि होइन, तर पनि कस्तो के देखेर सुनेर नै कस्तो लाग्छ। ओहो, त्यो अब कति मान्छेहरू त त्यहीँ लाइभ भिडियो बनाइरहेको मान्छेहरू पनि हेर्नु न, हेल्प नगरेर। अब त्यो के अरे त्यो मेडिकल कलेजको भित्र हेर्नु त, त्यस्तो क्रेस हुने बेलामा कसले बनाएको भिडियो, त्यही बेला हेल्प नगरेर भिडियो बनाइरहेको। कस्तो कस्तो मान्छे आजकलको टाइममा, जसलाई भन्छ सेल्फिस, आफ्नो मतलबको लागि भिडियो बनायो, लाइक्स चाहियो होला, पैसा कमाउनलाई, के गर्नलाई, मोबाइलमा अपलोड गर्नलाई, आफ्नो एपहरूमा, आफ्नो भनौँ न फेसबुकहरूमा त्यस्तो। अनि त्यस्तै कस्तो सेल्फिस नै भनौँ त्यस्तो मान्छे। त्यही बेला त अगाडि त्यस्तो टाइममा त अगाडि आउनुपर्छ नि है, उनीहरू चाहिँ बिजी भिडियो बनाउनुमा। अनि आज चाहिँ मैले चाहिँ त्यस्तो अस्तिदेखि त्यस्तो कुरा सुने, त्यही भएर आज चाहिँ यसको बारेमा भिडियो बनाउँ जस्तो लाग्यो।